हेलो गुड आफ्टरनुन सम्पूर्ण मेरो भ्युवर्सहरुलाई है। अहिले चाहिँ म कहाँ छु भन्दाखेरि सोरेङ टिमुरबुङ हैन। आजसम्म तपाईहरुलाई मेरो बाल्यकाल कहाँ बितेको थियो है त्यो कुरा म तपाईहरुलाई एक्सप्लोर गरिरहेको छु। म सधैँ आफूलाई चाहिँ अब प्राउड फिल गर्छु। किन भन्दा चाहिँ अब म कस्तो जग्गामा बसेर चाहिँ मैले धेरै संघर्ष गरेको छु लाइफमा जीवनमा हैन। धेरै संघर्ष गरेर आज मैले मेरो म ठुलो त भन्दिनँ, त्यस्तो डरलाग्दो त हैन, मेरो लागि चाहिँ ठुलो कुरा हो हैन। मेरो लागि चाहिँ मैले एउटा राम्रो बेस बनाएको छु जस्तो लाग्छ मेरो लागि मात्रै। अन्त त्यसले गर्दाखेरि चाहिँ म हमेशा आफूलाई प्राउड फिल गर्छु किन मैले हार्डवर्क गरेकोहरू चाहिँ है, मैले जति परिश्रम गरेको समयमा परिश्रमहरू गरेको चाहिँ अहिले खेर गएको छैन जस्तो लाग्छ मलाई हैन। म चाहिँ सहर पसेर बसेको चाहिँ 12 कम्प्लिट भएर 13 रनिङ हुँदैछ सहर बजार बसेको हैन। तर म पहिला सहर बस्नुभन्दा अगाडि हैन सेटल भएको चाहिँ 12-13 वर्ष भयो। अन्त त्यो भन्दा अगाडि पनि म गेमले गर्दा मेरो एजुकेसनले गर्दा 1-2 वर्ष चाहिँ बाहिर बसेँ हैन। तर म यहाँ चाहिँ 18-19 इयर्स चाहिँ म यहाँ बसेको हैन। म यहीँ जन्मेर म यहीँ हुर्केको हैन। यो जग्गालाई चाहिँ म आज तपाईहरु अगाडि एक्सप्लोर गरिरहेछु। त्यसले गर्दा म मैले जति नै मैले अचिभ गरे पनि हैन, जीवनमा मैले धेरै कुरा कमाए पनि हैन, तर मलाई आफैमा चाहिँ कहिले म घमण्ड गर्दिन क्यौ। किनभने मलाई याद छ क्या मैले कति दुःख गरेर म कस्तो जग्गादेखि चाहिँ यो अहिले जुन मैले इमेज बनाएको छु हैन, कुन जग्गादेखि चाहिँ मैले परिश्रम गरेर हैन, कुन जग्गादेखि चाहिँ मैले चाहिँ उठेर चाहिँ हैन यो जग्गामा पुगेर चाहिँ मैले यो इमेज बनाएको छु भन्ने कुरा मलाई याद छ नि त। त्यसले गर्दा म हमेसा डाउन टु अर्थ है, म सबैसँग मिलजुल गर्ने, म कहिले पनि मेरोमा छ भनेर माथि पुग्ने हैन। म चाहिँ सधैँ जस्तो म पहिला छु हैन, अहिले पनि त्यस्तै छु हैन। गाउँ म तपाईहरुलाई म हुर्किएको है, म जन्मेर हुर्किएको जग्गा चाहिँ म तपाईहरुलाई आज एक्सप्लोर गरिरहेको छु है। यो चाहिँ हो हाम्रो घर हैन। अहिले यस्तो देख्दैछ। यहाँ चाहिँ किचन थियो खास चाहिँ, पहिला यहाँ किचन थियो। यो जुन जग्गामा पल्लो राखेको छ हैन, अहिले भदैहरुले अहिले यो घर छोडेको चाहिँ कति वर्ष भयो भन्दाखेरि 10 इयर्स भएछ। यहाँ घरमा कोही पनि बस्दैन, 10 इयर्स भयो हैन। अन्त यहाँ चाहिँ किचन थियो हैन। यता मुख पछाडि चाहिँ वासरुमहरु छ हैन। अन्त यहाँ चाहिँ यस्तो गरा थियो हैन, अहिले भत्काएछ भाइहरुले। भाइ भन्दाखेरि पनि भदैहरु उता किन यो घरको पल्लोपट्टि चाहिँ भदैको घर छ नि त। अन्त यहाँनिर चाहिँ हामी फुलहरु रोप्ने गर्थ्यौँ हैन। यो लालुपातेहरु अझै रहेछ यहाँनिर, लालुपातेको ज्याङहरु ठुल्ठुलो पहिला यो हामीले रोपेको हैन। योलाई के फुल भन्छ, यो कमलको फुल के भन्ने पनि छ। अन्त यो जग्गामा चाहिँ म हुर्केको हैन। 18-19 इयर्स हामी यहाँ बस्यो हैन। यहीँनिर हुर्क्यो। यहाँ घरभित्र चाहिँ 3टा यो जग्गामा एउटा रुम छ हैन। यो भित्र पस्ने जग्गामा एउटा रुम छ, अनि यो उँभोपट्टि गेस्ट रुम थियो यहाँ उँभोपट्टि चाहिँ। अन्त अहिले त धेरै यस्तो के भन्छ च्यादरहरु पनि चुने भइसकेको छ हैन। तर हामीले यो घर चाहिँ भत्काएको छैन। अघि जुन मैले अगाडि भिडियो हालेको छु हैन, त्यो चाहिँ त्यो पनि हाम्रै घर हो, दाजुले बनाएको घर हो हैन। त्यो चाहिँ नयाँ घर हो भनौँ न। यो चाहिँ हामी पहिला हुर्केको घर हो। यो घर छोडेको चाहिँ 10 वर्ष भएको छ, तर पनि हामीले यो घरलाई चाहिँ भत्काएको छैन हैन। सबैजनाले एकदम नभत्काउ राखौँ नै भनेर सबैले सल्लाहसँग राखेको छ है। अन्त यो चाहिँ हो हामी पहिला हुर्केको गाउँ। यहाँ चाहिँ हाम्रो पहिलाको के भन्छ हाइड एन्ड भाँडाहरू धुने जग्गा। यहाँदेखि चाहिँ एकदम दामी भ्यू पनि देख्छ है। म चाहिँ यो जग्गामा चाहिँ हुर्केको है। त्यसले गर्दाखेरि मलाई कहिले पनि कुनै पनि कुरामा क्या घमण्ड आउँदैन। हामीले यो जग्गामा यति बेसी दुःख गरेको छौँ है, परिश्रम गरेको छौँ। यो आँगन त पहिला अहिले पनि यो सानो देख्दैछ हैन। पहिला त हामीलाई यो काफी लाग्थ्यो क्या, ठुलो लाग्थ्यो यो आँगन चाहिँ, एकदमै ठुलो लाग्थ्यो है। अहिले चाहिँ आफूलाई सानो लाग्छ है। यहाँ माथि चाहिँ अजा अजीको घर हो है। अनि यहाँ तल चाहिँ हाम्रो आफ्नै काकाहरूको घर हो। अनि चाहिँ एकदमै सुन्दर जग्गा छ हो। भ्यू पनि एकदमै दामी देख्छ यहाँदेखि चाहिँ। यो चाहिँ बाँसहरूले छलेछ, नत्र भए चाहिँ यहाँदेखि भ्यू दामी देख्छ। तल थरपुरहरू देख्छ। यहाँ माथितिर दार्जिलिङ देख्छ। यो एरियातिर चाहिँ दार्जिलिङ हो। यहाँ तल खै यता पनि देखा भन्नुहुँदैछ यहाँ मलाई। दाजुले यहाँ बसिरहनु भएको छ। दाजु काकाको छोरा हुनुहुन्छ उहाँ चाहिँ। यहाँ धानहरू रोप्नु भएको छ। यहाँ मुनि भाइहरूले उयो रोपेको छ, भदैले सागहरू रोपेको रहेछ हैन।
यो डल्ले खोर्सानी रोपेको रहेछ, उपर बाख्राहरू लगाएको रहेछ। किन यहाँ चाहिँ अब हामी नबसेको धेरै भयो होइन। यहाँ यो डल्लै हाम्रो एरिया पर्छ। यहाँदेखि उता परसम्म झन्डै 1-1.5 किलोमिटर जति चाहिँ हाम्रो एरिया पर्छ। यहाँदेखि उता हामी त्यहाँ पुरा घाँसहरू काट्न जान्थ्यौँ होइन। अब अहिले त हामी त्यहाँ जानु पनि सक्दैन, पुरा जङ्गल छ, एकदमै बेसी घाँस छ, जङ्गल छ, त्यसले गर्दा उता जानु सक्दैन। नभए चाहिँ यो डाँडादेखि उतापट्टि परसम्म एरिया चाहिँ ठुलो हो। तर अब दाजुले चाहिँ अब रोड साइडमै घर बनाउनु भएको छ नि त, त्यसले गर्दाखेरि यहाँ चाहिँ कोही बस्दैन। यहाँदेखि चाहिँ स्कुल चाहिँ 5-6 किलोमिटर टाढो है। हामी हिँडेर जाने गर्थ्यौँ, हिँडेर आउने गर्थ्यौँ होइन। अन्त मार्केट पनि त्यति नै टाढो है। हामीले घरको सौदाहरू सबै बोकेर ल्याउने गर्थ्यौँ होइन, किनभने त्यतिखेर गाडीको सुविधाहरू थिएन। हाम्रो चाहिँ आमा बुवा हुनुहुन्न नि त, त्यसले गर्दा दाजु मात्रै हुनुहुन्छ। त्यसले गर्दा दाजुले चाहिँ रोड साइडमा घर बनाउनु भएको छ। त्यसले गर्दा हामी यसपालि दिदी बहिनीहरू सबैजना चाहिँ एकैसाथमा घर आएको है। कस्तो लाग्यो तपाईँहरूलाई मेरो बाल्यकाल बिताएको जग्गाहरू है? एकदम कमेन्ट पनि गरिदिनु होला। यता आउनु छोरी, यता खुट्टै भएन हौ, के भयो मेरो दिदीको छोरी यता चाहिँ। अन्त हामी चाहिँ अब अहिले चाहिँ सबैजना होइन, दिदीको छोरी हामी सबैजना चाहिँ यहाँनिर दसैँ मनाउन आएको भदैहरूकोमा होइन। भदैहरू घरमा बस्छ, गाउँमा बस्छ होइन। रिलेसन सम्बन्ध यसरी राखिरहनुपर्छ सधैँभरि होइन। सहर बजार पस्यो भनेर हामीले आफ्नो गाउँ बिर्सिनु हुँदैन है। ठिकै हो, सहर बजार पसेर अब हामी सहर बजार पसेपछि त्यहाँको रमझम सबै कुरा भिन्दै हुन्छ नि त, अलग्गै हुन्छ। तर पनि हामीले त्यो गाउँठाउँ चाहिँ बिर्सिनु हुँदैन क्या। आफू हुर्केको जग्गा, आफू जन्मेको जग्गा होइन, हामीले दुःख गरेको जग्गाहरू बिर्सिनु हुँदैन भनेर हामी चाहिँ यसरी आइबस्छौँ। ओके बाबाई, कस्तो लाग्यो तपाईँहरूलाई मेरो हामी बसेको घर है, म हुर्केको घर, त्यो पनि कमेन्ट गरिदिनुहोस् है। ओके बाबाई।